guys, welcome back again to AI Hub Nepal. What's up? Kizal cover. Today we're going to talk about an AI news that is related to Apple, and because Apple is a very famous brand, and as a I mean, सबै एकदम वर्ल्ड रिनाउन्ड ब्रान्ड भएको भएर आई थिङ्क धेरैजनाले यो न्युजसँग चाहिँ रिलेट गर्न सक्छन् जस्तो लाग्छ. सो लेट्स गो अहेड विथ द न्युज. न्युजको टाइटल नै के छ भन्दाखेरि गाइज आई डोन्ट थिङ्क टिम कुक नोज हाउ टु मोनिटाइज एआई भनेर भनेको छ क्या. सो let's read this news. Okay, Apple exceeded expectations when it reported its quarterly earning on Thursday, revealing that it made $143.8 billion in revenue for a 16% year-over-year increase. As analysts prepped CEO Tim Cook with softball questions during Apple's earning calls, one analyst dared to ask the question that seemingly no one in Silicon Valley is willing to ask. ओके, सो एप्पलले चाहिँ $143.8 बिलियन रेभेन्यू गरेको रहेछ यो वर्ष होइन. सो अब पब्लिक कम्पनीजहरू जस्तो एप्पल इज अ पब्लिक कम्पनी होइन, जसले आफूलाई लिस्ट डाउन गरेको हुन्छ आफ्नो स्टक एक्सचेन्जेसहरूमा. उनीहरूले चाहिँ आई थिङ्क हरेक क्वार्टर आफ्नो अर्निङ्स देखाउनुपर्छ. एन्ड जस्तो अब बिकज एप्पल इज अ पब्लिक कम्पनी एन्ड उनीहरूले चाहिँ यो क्वार्टरमा $143.8 बिलियन रेभेन्यू गर्यो भनेर भनेको छ क्या. दिस इज हाई बिकज अल्सो बिकज यही क्वार्टरमा यिनीहरूले आइफोन रिलिज गरेका थिए, नयाँ भर्जन 17. सो 16% year-over-year इन्क्रिज छ, विच इज ग्रेट होइन. सो तर एउटा रिपोर्टरले चाहिँ एउटा क्वेसन सोध्यो भनेर भनेको छ है. सो क्वेसन के हो हेरौँ है. When I think about your AI initiatives, you know it's clear there are added costs with that. Many of your competitors have already integrated AI into their devices, and it's just not clear yet what incremental monetization they are seeing because of AI. Started Morgan Stanley's Eric Woodring. So के भनिरहेछ भन्दाखेरि ओके, तँलाई एआईको तिम्रो एआईको इनिसिएटिभ्सहरू छ है भनेर मैले चाहिँ सुनेको छु. तर तिमीहरूको कम्पिटिटर्सहरूले चाहिँ अलरेडी स्टार्ट गरिसक्यो यो एआई इन्टिग्रेट गर्न. तर उनीहरूले चाहिँ अहिलेसम्म त्यसबाट बेनिफिट या रेभेन्यूको बेनिफिट केही पनि पाएको छैन. सो तिमीहरूले चाहिँ के सोचिरहेको छौ भनेर एउटा क्वेसन राखेको रहेछ होइन टिम कुकलाई. कुड देयर बी अ थिङ अफ नर्भनेस अन्डरनेथ दिस finance man's probably very financy facade in what I can only imagine must have been a Herculean display of courage. Woodring asked the question that lurks only in the darkest, dampest recesses of investors' mind. सो यो चाहिँ अलिकति भूमिका बाँधिरहेको हो होइन. एक किसिमले भन्दाखेरि त्यो जस्तो मेबी त्यो यो फाइनेन्स म्यान मेबी ऊ इन्भेस्टर होला होइन. मोर्गन स्ट्यानली भनेको एउटा इन्भेस्टमेन्ट फर्म हो, ठुलो इन्भेस्टमेन्ट फर्म हो. सो एरिक वुडरिङ चाहिँ मेबी हि इज काइन्ड अफ नर्भस अबाउट कि एआईमा उसले चाहिँ अहिलेसम्म हाम्रो एप्पलले केही पनि गर्न सकिरहेको छैन त्यस्तो ग्राउन्ड ब्रेकिङ. सो मेबी हि इज काइन्ड अफ क्युरियस ओर मेबी इज काइन्ड अफ अफ्रेड होइन. त्यही भएर चाहिँ उसले क्वेसन सोधेको हो कि भन्ने स्पेकुलेट गरिरहेको छ यो राइटरले है. यो चाहिँ राइटरले स्पेकुलेट गरिरहेको हो. सो हाउ डु यु मोनिटाइज एआई हि आस्क्ड. You would think they should come up more, you would be wrong. Instead, big tech has taken a largely vibes-driven approach to AI development. Take OpenAI, for instance, which may seem like it's on the top of the world given how ChatGPT has embedded itself into the cultural consciousness. But the company isn't planning to make any money until 2030. Analysts from HBSC are even doubtful about that timeline, especially since it will need another $207 billion in funding, estimates say. Ask anyone in tech how OpenAI is planning to break even and you will be met with verbal equivalent of the emoticon. So यो चाहिँ यो आर्टिकल चाहिँ कस्तो छ भन्दाखेरि यो अलिकति ओपिनियन जस्तो देखिरहेको छ कि. सो यो एमान्डा सिल्बर्गलिङले होइन ओपिनियन पिस लेखेको जस्तो लाग्यो अबाउट दिस थिङ. सो त्यही भाइब्स दिइरहेको छ क्या. जस्तो कि
बिग टेकमा अब एप्पल पर्छ, गुगल पर्छ, एमाजोन पर्छ, ओपन एआई पर्छ अहिले होइन, एन्थ्रोपिकहरू पर्छन्। यिनीहरूले चाहिँ भाइब ड्रिभन अप्रोच लिइरहेछ अरे एआई डेभलपमेन्टमा। जस्तो चाहिँ कुनै पनि एउटा भनौँ न एउटा कुनै प्याटर्न फलो नगरेर होइन, कुनै पनि एउटा डोगमा फलो नगरेर एउटा चाहिँ मोस्ट अफ ओके यो चाहिँ गर्दाखेरि ठिक हुन्छ, यसरी जानुपर्छ है। बिकज एआई एआई इज अ नेभर एन्डिङ फिल्ड के। जस्तो यो चाहिँ मेरो ओपिनियन या थ्योरी हो होइन। एआईलाई आर्टिफिसियल इन्टेलिजेन्स भनिन्छ। आर्टिफिसियल इन्टेलिजेन्स हो जबसम्म ह्युमन इन्टेलिजेन्स रहन्छ, जबसम्म ह्युमन इन्टेलिजेन्सको एक्सपान्सन हुँदै गर्छ होइन, तबसम्म एप्पल आर्टिफिसियल इन्टेलिजेन्स पनि एक्सपान्ड हुँदै गर्ने हो क्या। सो नेभर एन्डिङ फिल्ड हो क्या। अब नेभर एन्डिङ फिल्डमा हामी कसरी एउटा प्याटर्न बनाउने या कसरी अगाडि बढ्ने भनेपछि चाहिँ उनीहरूले चाहिँ मोस्ट अफ भाइब्स ड्रिभन अप्रोच लिइरहेछन् रे एआई डेभलपमेन्टमा भनेर भनिरहेको होइन। बट अनि एउटा चाहिँ के भन्दा चाहिँ उसले चाहिँ यहाँ च्याट जिपिटी र ओपन एआईको बारेमा के भनिरहेछ भन्दाखेरि द कम्पनी इजन्ट प्लानिङ टु मेक एनी मनी अन्टिल 2030। सो 2030सम्म चाहिँ बाइ द वे ओपन एआईले त्यति पैसा बनाइरहेको छैन है, पैसा त बनिरहेको छैन, बट उसले जति इन्भेस्टमेन्ट गरेको छ, जति उसले इन्भेस्ट गरिरहनु परिरहेको छ र जति उसले पैसा कमाइरहेको छ त्यसमा चाहिँ ऊ लसमै छ। बट द कम्पनी इजन्ट प्लानिङ टु मेक एनी मनी अन्टिल 2030 एनालिस्ट फ्रम। सो यो पिसले के भनिरहेको छ भन्दाखेरि $207 बिलियन अझै पनि चाहिन्छ ओपन एआईलाई होइन, मेबी आफ्नो त्यो टाइम लाइनमा अगाडि बढ्नको लागि या आफ्नो भिजनमा अगाडि बढ्नको लागि। अनि कसैलाई सोध्यो भने ओपन एआईले कसरी ब्रेक इभन गर्छ, नो वान रियली नोज अबाउट इट भनेर भनिरहेको हो क्या। सो दिस इज द हालत अफ एआई कम्पनीज गाइज अहिलेको होइन। बट गुड ओल्ड टिम $143.8 बिलियन इन रेभेन्यू देखि यो ओपिनियन पिस हो क्या। सो यो अलिक सटाइरिकल वेमा भनिरहेको होइन अमान्डाले। बट गुड ओल्ड टिम $143.8 बिलियन in revenue. Cook was having a good afternoon, so maybe he'd finally spill the beans about how any of these companies are planning to recoup their investments. So okay, उसले चाहिँ के भन्यो भन्दाखेरि his answer was disappointing. Well, यो चाहिँ अब टिम कुकले दिएको आन्सर हो है अबाउट द एआई सिन। अब यो चाहिँ मोर अफ एआई, अब यो आन्सर चाहिँ अब मलाई जहाँसम्म लाग्छ ओभरअल एआई सिन र त्यसपछि एउटा हुन्छ नि ओभरअल एआईको अहिले जुन इन्भाइरोमेन्ट छ त्यसलाई नै टार्गेट गरेर उसले आन्सर दिइरहेको छ अलिकति हकाई भ्यूले या इगल आई भ्यूले है। वेल लेट मी जस्ट से द्याट वी आर ब्रिङ्गिङ इन्टेलिजेन्स टु मोर अफ वाट पिपल लभ and we're integrating it across the operating system in a personal and private way, and I think that by doing so it creates great value, and that opens up a range of opportunities across our products and services, Cook said. सो उसले चाहिँ एकदम ब्यालेन्स पाराको आन्सर दिएर के भन्नु छ भने हामी इन्टेलिजेन्समा काम गरिरहेको छौँ, तर त्यो चाहिँ हाम्रो हिसाबले हामीलाई जे लाग्छ कि भ्यालु कसरी क्रिएट हुन्छ कस्टमरलाई, कसरी पर्सनल युजमा क्रिएट हुन्छ, रादर देन जस्ट ओपन एआई त अब नयाँ कम्पनी थियो र उसले च्याट जिपिटीको थ्रु उसले आफ्नो त्यो गर्यो होइन, डेब्यु गर्यो मार्केटमा। बट एप्पल इज अ बिग ओल्ड कम्पनी। सो उसले चाहिँ अब आर्टिफिसियल इन्टेलिजेन्सलाई चाहिँ कसरी गर्न खोजिरहेको छ मोर अफ भनौँ न, अब मेरो जुन कस्टमर छ उसलाई केटर हुने गरी आफ्नो फोनहरूमा हाले त यताउति अपरेटिङ सिस्टममा गरेर। सो मोर अफ ब्याकग्राउन्ड वर्क जस्तो चाहिँ हामीले आर्टिफिसियल इन्टेलिजेन्सलाई युज गरिरहेको छौँ आफ्नो सिस्टम अपरेटिङ सिस्टम या प्रोडक्ट्स एन्ड सर्भिसेसलाई मोर स्ट्रेन्थन गर्न भन्ने जस्तो आन्सर दियो क्या उसले कुकले। सो देयर यु हेभ इट folks. Apple will monetize AI by creating great value, and crucially that will open up a range of opportunities which we will experience in products and services. Cool. Well, shout out to that Morgan Stanley guy for trying. So यो कस्तो अलिकति सटायरिकल आर्टिकल हो क्या। सटायरिकल किन भन्दा चाहिँ एप्पल इज सच अ बिग कम्पनी होइन, अनि उनीहरूले त्यस्तो केही ग्राउन्ड ब्रेकिङ एआईमा गर्न पनि सकिरहेको छैन, विच इज अ सेम के। कस्तो किन सेमफुल हुन्छ भन्दाखेरि टेक्नोलोजी इज नट जस्ट अबाउट कस्तो भन्दाखेरि बिल्डिङ प्रोडक्ट्स एन्ड सर्भिसेस एन्ड एफएमसिजी होइन कि फास्ट मार्केट कन्ज्युमर गुड्स हुन्छ नि त्यस्तो होइन कि टेक्नोलोजी भनेको यु पायोनियर इन थिङ्स होइन, यु ब्रेक द ब्यारियर्स, यु डिस्कभर न्यू थिङ्स, यु डु न्यू थिङ्स होइन। त्यो एउटा फ्रन्टियर नयाँ फ्रन्टियरलाई पुस गर्दै जाने काम टेक्नोलोजीको हुन्छ क्या। र एप्पलले त्यो गरि नै रहेको छैन, यस्तो प्रोफाउन्ड एआई जस्तो टेक्नोलोजी आएको छ मार्केटमा होइन, र एप्पल इज लाइक नो वेयर इन इट भन्ने खालको एउटा त्यो छ क्या, भाइब छ क्या मार्केटमा। र अनि टिम कुकले पनि यस्तो आन्सर के दिन्छ भन्दाखेरि हामी ग्रेट भ्यालु क्रिएट गर्छौँ कस्टमर्सहरूलाई केटर गरेर, बट देयर इज नो प्लान आउट अफ इट के।
सो दे आर टोटली कन्फ्युज. तर अब साउट आउट टु मोर्गन स्ट्यानली गाई हु एटलिस्ट ट्राइड, बिकज टिम कुक इज अल्सो अब पैसा कमाएर दिइरहेको छ इन्भेस्टरहरूलाई, कहाँ जे पाइदियो भन्न मिल्छ होइन. सो टिम कुकलाई पनि मोर्गन स्ट्यानली गाईले ट्राई गर्यो होइन क्वेसन सोध्नलाई, विच इज अ ग्रेट थिङ. सो यही हो यो पिसको यो आर्टिकल पिसको चाहिँ बेसिकली कुरा यही नै थियो होइन. I'll bring back some new news as well later today. So guys, have a good day. Bye bye.